नमस्कार भाइ बहिनीहरू। आज हामी कक्षा 11 अन्तर्गतको लिट्रेचर पाठको पाठ 2 मा रहेको द ओभल प्रोटेक्ट कथालाई नेपालीमा समराइज गर्न गइरहेको छौँ। ल सुरु गरौँ है त। द ओभल प्रोटेक्ट कथा एडगर एलन पोए नामक लेखकले लेखेका हुन्। यो कथामा कुनै कुराको एडिक्सनको नकारात्मकतालाई चित्रण गरिएको छ। एडिक्सनले कसरी जीवनको अन्त्य हुन्छ भनेर यस कथामा प्रकट गरिएको छ। एक दिनको कुरा हो, लेखक महलमा जबरजस्ती प्रवेश गर्छन्। लेखक घाइते भएर त्यस महलमा शरण लिन गएका थिए। उनी त्यस स्थानमै समय बिताउन थाले। लेखकले ऊ पसेको कोठामा विभिन्न तस्बिरहरू टाँसिएको देख्छन्। एक रात उसले एउटा पेन्टिङलाई देख्छ जुन त्योभन्दा पहिले उनले कहिले पनि देखेका थिएनन्। उक्त पेन्टिङ ओभल सेपमा थियो। त्यस पेन्टिङमा टाउको र कुम मात्र भएको एउटी महिलाको तस्बिर थियो। त्यो पेन्टिङ एकदमै रियलिस्टिक र जीवित जस्तै देखिन्थ्यो। त्यस पेन्टिङले लेखकको एक्कासी ध्यान आफूतिर आकर्षित गर्यो। उसले त्यस पेन्टिङको वास्तविकता बुझ्न इच्छुक भएर उसले विभिन्न बुकहरूमा खोज गर्न थाल्यो। फाइनल्ली उसले यस पेन्टिङको वास्तविकता जानकारी फेला पार्यो। उक्त पिक्चर एक पेन्टर हस्बेन्डले आफ्नी वाइफको बनाएको थियो। उनीहरू एकअर्कालाई एकदमै माया गर्थे, तर वाइफ चाहिँ आफ्नो हस्बेन्डको पेन्टिङ गर्ने कला देखेर एकदमै जेलियस हुन्थे। त्यसैले हस्बेन्डले एक दिन आफ्नी वाइफको पेन्टिङ बनाउने निर्णय गर्यो। उक्त पेन्टिङ बनाउँदा वाइफले एउटै पोजिसनमा लामो समयसम्म बस्नु पर्यो। उसले उसको हस्बेन्डले भने अनुसार नै गरे। हस्बेन्डले पेन्टिङ बनाउन सुरु गर्यो। लामो समयसम्म पनि उनी त्यही पोजिसनमा बसिरहे। उनले खाना पानी केही नखाई हस्बेन्डले भने अनुसारै बसिरहे। अब पेन्टिङ बनेर सकिन लाग्यो। तब हस्बेन्ड एकदमै खुसी भयो, किनभने उक्त पेन्टिङ एकदमै राम्रो र जीवित जस्तै देखिन्थ्यो। जब त्यो पेन्टिङ बनेर सकियो, हस्बेन्डले थाहा पायो कि उसकी वाइफ चाहिँ मरिसकेकी छिन्। कारण थियो हस्बेन्डले आफ्नो पेन्टिङमा मात्र ध्यान दिए, उसको वाइफको वास्ता नै गरेन। उसको स्वास्थ्य बिग्रिँदै गरेको, मृत्यु भएको उसले वास्ता नै गरेन। यस कथामा लेखकले आर्ट र त्यसको एडिक्सनको नेगेटिभ इम्प्याक्टलाई व्याख्या गरेका छन्। यस कथामा पेन्टरले आफ्नो वाइफ गुमायो, त्यही आर्टको एडिक्सनले गर्दा। यस कथामा लाइफ र आर्टको रिलेसनलाई सो गर्न खोजिएको छ। धन्यवाद।